दाइ हजुरको नाम के हो? सरोज सहनी। अनि हजुरको समस्या के थियो भन्नु त? मेरो समस्या थियो डाँड दुख्ने, हजुर अनि त्यो खुट्टा दुख्ने। हजुर अनि ठ्याक्कै त्यो समस्यालाई के भनिन्थ्यो? के भनिन्छ? अब के त्यही नसा चेपेको, नसा। साइटिका होइन? अनि त्यतिखेरको अवस्था कस्तो थियो तपाईँको? धेरै गाह्रो थियो, बस्नलाई पनि गाह्रो, हजुर यो हिँड्नलाई पनि गाह्रो थियो, हजुर हजुर टोयलेट गर्दा पनि धेरै गाह्रो थियो। गाह्रो थियो है? गाह्रो भन्नाले कस्तो हुन्थ्यो? दुख्थ्यो? धेरै दुख्थ्यो। धेरै दुख्थ्यो। अनि झमझमाउने कस्तो थियो? झमझमाउनु पनि धेरै थियो, बस्नलाई पनि थियो, गाह्रो थियो है? अनि सुरुमा आउने बेला तपाईँ यहाँ बस्न पनि नसकेर तपाईँ सुतिहाल्नु भएको थियो है? त्यस्तो थियो है? त्यो यहाँ आउँदाखेरि एकछिन पनि बस्न सक्दैन, सुतेर पनि अलि राम्रो। त्यस्तो हुन्थ्यो है? अनि आज उपचार गरेको कति दिन भयो? आज 15 दिन भइसक्यो। आज अन्तिम दिन है? अनि अहिलेको अवस्था तपाईँलाई कस्तो छ? धेरै राम्रो छ। हजुर अहिले सुधार धेरै भएको छ। धेरै अलिअलि बाँकी छ, 25% जति बाँकी नै छ। पुरै ठिक छ। तपाईँलाई अहिले कति पर्सेन्ट जति ठिक भएको जस्तो महसुस भएको छ? 75% एकदम है? 15 दिनमै 75% जति तपाईँको ठिक भयो है? ठिक भयो। अहिले के गर्नलाई सजिलो भएको छ? अहिले बस्नलाई पनि सजिलो छ, हिँड्नलाई पनि सजिलो छ। हजुर हजुर पहिला एकछिन पनि बस्न सक्नुहुन्न थियो है? एकछिन पनि बस्न, 1-2 मिनट बस्दाखेरि धेरै गाह्रो भयो है? बस्न। अहिले कति समयसम्म बस्न सक्नुहुन्छ? अहिले त दिनभरि पनि बस्न सक्नुहुन्छ है? बस्दाखेरि तपाईँलाई कटकट खाइहाल्थ्यो है? सुत्नै पर्थ्यो है? सुत्नै पर्थ्यो। अनि हिँड्नमा कस्तो सुधार छ? अहिले कतिको हिँड्न सक्नुहुन्छ? अहिले त हिँड्दाखेरि त्यही आधी घन्टाभन्दा बढी नै हिँड्छु। आधी घन्टाभन्दा बढी नै हिँड्नु भयो है आज? त्यही पनि तपाईँलाई त्यस्तो दुखेको थिएन? दुखेन होइन? अनि टोयलेट बस्दाखेरि तपाईँलाई कतिको दुखेको त? कतिको दुखिरहेको छ अहिले? अहिले त एकदम राम्रो छ, टोयलेट त एकदम बस्दाखेरि केही दुख्दैन है? ल ठिक छ। अनि तपाईँलाई यहाँको उपचार कस्तो लाग्यो? धेरै राम्रो लाग्यो। धेरै राम्रो लाग्यो है? अनि तपाईँ यहाँभन्दा अगाडि कति जानुभएको थियो? गएको थियो। कहाँ जानुभएको थियो? भरतपुर गएको थियो। हजुर त्यहाँ केही सुधार भएन। हजुर त्यहाँबाट फर्केर आएको। अनि त्यहाँ चाहिँ के गर्नुभयो? त्यहाँ त धेरै त्यो गरेको, सुई लगाएको, दबाई चलाएको, पानी पनि चढाएको थियो। सुई लगाउँदाखेरि पनि केही लट्टिएन है? केही पनि घटेन। केही लट्टिएन है? तर यहाँ उपचार गरेपछि तपाईँलाई 15 दिनमा होइन धेरै सुधार भयो होइन? धेरै सुधार। तपाईँलाई यतिको सुधार आउँछ जस्तो लागेको थियो त सुरुमा? मलाई त अब के गरौँ, कहाँ जाऊँ, के गरौँ, धेरै गाह्रो थियो है? अब यस्तो अवस्थामा केही काम गर्न सक्छु जस्तो आँट आएको छ कि छैन? अब आछ काम गर्न अवस्था। काम गर्न सक्नुहुन्छ जस्तो छ होइन? ल हस्। अनि तपाईँको जस्तै समस्या भएका कोही मान्छे छन् भने तपाईँले उहाँलाई के के सुझाव दिनुहुन्छ? उहाँलाई पनि भन्छु, मलाई त्यहाँ ठिक भएको छ, त्यहाँ हिँड्नु, त्यहाँ राम्रो उपचार भइरहेछ। हजुर हजुर त्यहाँ हिँड्नु, उपचार गराउनु त्यहाँ। हजुर अनि हजुरलाई यहाँको बारेमा कसरी थाहा भएको थियो? यो हाम्रै उता हरिपुरको छ। हजुर दिनेश महर्जन। हजुर उसले मलाई यहाँ पठाउनु भएको छ। उहाँलाई पनि के धेरै उहाँलाई पनि यस्तै भएको थियो, धेरै सुधार भएर उहाँलाई पनि मलाई पठायो। उहाँको चाहिँ घाँटीको नसा च्यापेको थियो है? हजुर उहाँ ठिक भइसकेपछि अनि तपाईँलाई नि पठाउनु? मलाई नि पठाउनु होइन त? ल हस् धन्यवाद। ल अनि हजुर कहाँदेखि आउनु भएको? हरिपुर चिताइन। ल हस्।